छाला फुट्ने र कत्ला आउने भनेपछि दुईटा कुरा यो चाहिँ हाम्रो छाला फुट्ने क्र्याकमा हुन्छ, ड्राई भएर छाला फुट्ने हुन्छ हैन। अब कत्ला पनि निस्किन्छ भने एउटा सोरियासिस भन्ने रोग हुन्छ, धेरै जसो कत्ला निस्किने हैन, या एलर्जीमा पनि भइरहेको हुन्छ। र कुनै रोग हाम्रो छालाको चाहिँ एकदम दीर्घ रोग हुन्छ, त्यो मान्छेले एक्सपेक्टेसन गरे अनुसार चाँडै निको हुँदैन अथवा त्यो लामो समयसम्म जान्छ। अब यो कत्ला निस्किनु भनेकै नै ड्राई छाला भयो, सुक्खा भयो। सो त्यसको लागि सबभन्दा इम्पोर्टेन्ट भनेको हाइड्रेसन। सो मोइस्चराइजिङ चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। चिल्लो लगाउने छालामा नरिवलको तेल, तोरीको तेल तपाईँले प्रयोग गर्न सक्नुहुन्छ, या इभन यो हाम्रो यो मार्केटमा पाइने मोइस्चराइजरहरू हुन्छ हैन, त्यसको प्रयोगलाई चाहिँ जति सक्दो तपाईँले चिल्लो बनायो छाला, उति त्यो कत्ला निस्किन कम हुन्छ, त्यसलाई चाहिँ कम चाहिँ भयो। तर अब एलर्जीको या रोगको कारणलाई चाहिँ अब खाने औषधि छ भने खानु पर्यो, या लगाउने औषधिले पनि निको हुन्छ। र कतिपय चाहिँ तपाईँको अब त्यो एक्जेमा भन्ने रोग चाहिँ कहिले पनि निको हुँदैन, या इट क्यान रिअकर अगेन। त्यो जुन चिजले तपाईँलाई ट्रिगर गरिरहेछ त्यो कुरालाई चाहिँ तपाईँले ट्रिगरिङ फ्याक्टरलाई चाहिँ कन्ट्रोल गर्नुपर्ने हुन्छ। सो त्यो जे चिजले बढाइरहेछ त्यो कुरालाई चाहिँ पत्ता लगाएर अथवा त्यो कुराबाट हामीले हट्न सक्यो अथवा निकाल्न सक्यो भने चाहिँ त्यसले निको पनि पार्न सकिन्छ। अर्को चिज भनेको अटोपिक डर्माटाइटिस हुन्छ, युनिभर्सल कन्डिसन हुन्छ जुन हामीलाई थाहा हुँदैन हैन, इडियोप्याथिक अननोन कारणहरू हुन्छ। सो त्यो अननोन कारणको लागि गर्ने ट्रिटमेन्ट भनेको मेडिकेसन नै हो, औषधि लगाउने, नचिलाउने बनाउने र छालालाई चिल्लो बनाउने। जति सक्यो हाइड्रेसन, चिल्लो र तपाईँलाई एलर्जी नहुने चिजहरूसँग बच्न सक्यो तपाईँले कन्ट्रोल गर्न सक्यो। कति आउनुहुन्छ खानामा यो चिज बार्ने, त्यो चिज बार्ने हुनसक्छ, तपाईँलाई शङ्का लागेको कुराहरू छ भने त्यसलाई पनि बार्ने, अथवा हामीले टेस्टहरू पनि हुन्छ, रगत जाँचहरू गरेर पनि केही कुरालाई चाहिँ पत्ता लगाउन पनि सकिन्छ। र त्यति शङ्का लागेको कुराहरूलाई, यदि पत्ता लागेको कुरालाई चाहिँ हामीले कन्ट्रोल गऱ्यो भने यो एक्जेमा अथवा एलर्जीलाई केही हदमा कम गरिन्छ। तर अटोपिक अथवा यो युनिभर्सल कारण छ भने चाहिँ एकदमै गाह्रो चिज हो। तर त्यसलाई तपाईँले काउन्टर वाइज तपाईँले भने जति सक्दो चिल्लो मोइस्चराइजर गर्नुहोस्, छालालाई चाहिँ त्यो फुस्रो हुन चाहिँ नदिनु होला।